त्यत्रो राजकीय शासन सत्ता एउटै व्यक्तिको हातमा। रगत बगाइयो, सत्ता खोसियो र सिंहासन कब्जा गरियो। जङ्गबहादुर कुनै सानोतिनो मान्छे थिएन, आफ्नै दममा उभिएको मान्छे थियो। शक्तिलाई बलियो बनाउन शिक्षा र कानुन दुवै आवश्यक छन् भन्ने कुरा जङ्गबहादुरलाई राम्ररी थाहा थियो। He had become extremely powerful. तर शक्तिको अगाडि जब जनता उठे, त्यहीबाट सुरु भयो बलिदानको गाथा। Power was stolen. Blood was spilled. A throne was seized. But the truth, it refused to stay buried. हुँदैन बिहान मिरमिरेमा तारा झरेर नगए, बन्दैन मुलुक दुई चार सपुत मरेर नगए। इतिहास फेरि लेखिन थाल्यो।